काठमाडौँको महाराजगञ्जमा 2 प्रहरीको हत्या गरेको आरोपमा पक्राउ परेका 4 जना कारागार चलान भएका छन्। जिल्ला अदालत काठमाडौँले उनीहरूलाई पूर्वपक्षका लागि केन्द्रीय कारागार सुन्दारा पठाउन आदेश दिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए। महाराजगञ्ज वित्तमा कार्यरत प्रहरी सहायक निरीक्षक मिलन राय र प्रहरी जवान उत्तम सिंह थापाको हत्या भएको थियो। रायको हत्या आरोपमा सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका 4 घर भई हाल धुमराई बस्ने 62 वर्षका होम प्रसाद पौडेल र चौदण्डीगढी नगरपालिका 10 हडिया घर भई ललितपुरको बालकुमारी बस्ने 28 वर्षका टिकाराम विक पक्राउ परेका थिए। उनीहरूले असही रायको हत्या गरेको भिडियो फोटोको आधारमा प्रहरीले पक्राउ गरेको थियो। बयानका क्रममा पनि उनीहरूले प्रहरी हत्यामा संलग्न भएको स्वीकार गरेका छन्। 2065 सालदेखि काठमाडौँ बस्दै आएका होम प्रसाद हाल धुमराईमा डेरा गरी बस्दै आएका थिए। त्यसअघि उनी मलेसियामा 3 वर्ष काम गरेर फर्केका थिए। आफूलाई पहिलेदेखि प्रहरीसँग रिस रहेकोले त्यस दिन हत्या गरेको उनको बयान छ। 2057 सालमा सङ्कटकालको बेला प्रहरीले माओवादी भन्दै बन्दुकको नालले हानेर आफ्नो दाहिने आँखा फुटाइदिएको अनि त्यही बेलादेखि प्रहरीसँग रिस उठेको र अहिले बदला लिएको बयान उनले दिएका छन्। उनी पछिल्लो समय आफ्नै भतिजको किराना पसलमा ज्याला मजदुरी गर्ने काम गर्दथे। अर्का प्रतिवादी टिकाराम विक काठमाडौँ उदयपुर चल्ने रोडको टिकट काउन्टरमा काम गर्थे। उनको मासिक तलब 15,000 रुपियाँ थियो। उनी परिवारसहित ललितपुरको बालकुमारी बस्दै आएका छन्। उनले पनि असही रायलाई लाठी चिरपटले हान्दै हत्या गरेर प्रहरीको ढाल तथा कार्टुनले छोपेर छाडेका थिए। यस्तै महाराजगञ्जबाट प्रहरीको हत्या लुटपाटमा पनि उनको संलग्नता देखिएको प्रहरीको दाबी छ। विक र पौडेललाई आइतबार अदालतले कारागार चलान गरेको हो। यसअघि प्रहरी जवान उत्तम सिंह थापाका हत्या आरोपमा 2 जनालाई शुक्रबार थुनामा पठाउन आदेश भएको थियो। जवान थापाको हत्या आरोपमा काभ्रेपलाञ्चोकको रोसी गाउँपालिका 9 राजबास घर भई हाल बालुवाटारमा डेरा गरी बस्ने 28 वर्षका युवराज काप्छिकी र मकवानपुरको थाहा नगरपालिका 7 बतासी घर भई काठमाडौँको चन्द्रगिरी बस्ने 21 वर्षका सोनाम तामाङ बुद्धिलाल थिङ पक्राउ परेका थिए। बिहिबार अदालतमा मुद्दा दर्ता भएको थियो। शुक्रबार उनीहरूलाई थुनामा पठाउन आदेश भएको हो। उनीहरूले प्रहरी वित्त महाराजगञ्जमा कार्यरत जवान 28 वर्षका उत्तम थापाको हत्या गरेको आरोप छ। थापा 2073 सालदेखि नेपाल प्रहरीमा कार्यरत थिए। भदौ 24 गते जवान थापा सादा पोसाकमा ड्युटीमा खटिएका थिए। जेएनजी आन्दोलनकारीहरूले उनलाई प्रहरी कार्यालयको पछाडि लगेर क्रूर ढङ्गले आक्रमण गरी हत्या गरेका थिए। त्यसपछि पनि उनको शव प्रदर्शनकारीहरूले घिसारेर सडकमा फालिदिएका थिए। पछि नेपाली सेनाको टोलीले शव प्रहरी अस्पताल महाराजगञ्जमा लगेको थियो। मृतकका काका ईश्वर सिंह थापाले आफ्नो भतिजको हत्या आरोपीको पहिचान गरी कारबाही गर्न प्रहरीमा जाहेरी दिएका थिए। आरोपितहरूले प्रहरी समक्ष बयानमा हत्यामा संलग्नता स्वीकार गरेका छन्। युवराज काप्छिकी मासु पसलमा डेलिभरीको काम गर्ने गरेको पाइएको छ। उनले प्रहरी कार्यालय तोडफोड गर्दै आगजनी गरेको, हिरासतभित्र रहेका थुनुवा भगाएको, प्रहरीलाई फलामको रड, लाठी, चिरपट, गुलेली, ह्याम्बर, चक्कु, खुकुरी लगायतले आक्रमण गरेको बयान दिएका छन्। उनले प्रहरी कार्यालयबाट विभिन्न सामानहरू चोरी गरेको पनि पाइएको छ। अर्का प्रतिवादी बुद्धिलाल थिङ टोखामा राजीव केसीले सञ्चालन गरेको बर्दस रेस्टुरेन्ट एन्ड स्नुकर हाउसमा कुकको काम गर्थे। उनले पनि प्रहरीलाई कुटपिट गरी हत्या गरेको बयान स्वीकार गरेका छन्। प्रहरीले भिडियोका आधारमा उनीहरूलाई पक्राउ गरेको थियो। प्रहरीको हत्यापछि उनी रेस्टुरेन्टमै लुकीछिपी बस्दै आएका थिए। आफूले प्रहरी कुटपिट गरी हत्या गरेको भिडियो उनी आफैले पनि बनाएका थिए। यस्तै उनी समेतले प्रहरीलाई महाराजगञ्ज वित्तभित्र थुनेर आगो समेत लगाएका थिए। पछि नेपाली सेनाको हेलिकप्टरबाट 22 प्रहरीको उद्धार गरिएको थियो। उनीहरूलाई ज्यान सम्बन्धी कसुर, आपराधिक उपद्रव र एकीकृत कसुरतर्फ पनि कारबाही गर्न सरकारी वकिल कार्यालयले माग गरेको छ। यी कसुरमा जीवित रहेसम्म कैद सजाय माग गरिएको छ। यस्तै पीडित परिवारलाई क्षतिपूर्ति भराइदिन पनि माग गरिएको छ। यो कसुरमा अन्य व्यक्तिको संलग्नता खोलेमा पक्राउ परेका बखत पुनः पेश गरिने अभियोग पत्रमा उल्लेख छ। काठमाडौँको महाराजगञ्जमा 2 प्रहरीको हत्या गरेको आरोपमा पक्राउ परेका 4 जना कारागार चलान भएका छन्। जिल्ला अदालत काठमाडौँले उनीहरूलाई पूर्वपक्षका लागि केन्द्रीय कारागार सुन्दारा पठाउन आदेश दिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए।
महाराजगञ्ज वित्तमा कार्यरत प्रहरी सहायक निरीक्षक मिलन राय र प्रहरी जवान उत्तम सिंह थापाको हत्या भएको थियो। रायको हत्या आरोपमा सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका 4 घर भई हाल धुमराई बस्ने 62 वर्षका होमप्रसाद पौडेल र चौदण्डीगढी नगरपालिका 10 हडिया घर भई ललितपुरको बालकुमारी बस्ने 28 वर्षका टिकाराम विक पक्राउ परेका थिए। उनीहरूले असही रायको हत्या गरेको भिडियो फोटोको आधारमा प्रहरीले पक्राउ गरेको थियो। बयानका क्रममा पनि उनीहरूले प्रहरी हत्यामा संलग्न भएको स्वीकार गरेका छन्। 2065 सालदेखि काठमाडौँ बस्दै आएका होमप्रसाद हाल धुमराईमा डेरा गरी बस्दै आएका थिए। त्यसअघि उनी मलेसियामा 3 वर्ष काम गरेर फर्केका थिए। आफूलाई पहिलेदेखि प्रहरीसँग रिस रहेकोले त्यस दिन हत्या गरेको उनको बयान छ। 2057 सालमा सङ्कटकालको बेला प्रहरीले माओवादी भन्दै बन्दुकको नालले हानेर आफ्नो दाहिने आँखा फुटाइदिएको अनि त्यही बेलादेखि प्रहरीसँग रिस उठेको र अहिले बदला लिएको बयान उनले दिएका छन्। उनी पछिल्लो समय आफ्नै भतिजको किराना पसलमा ज्याला मजदुरी गर्ने काम गर्दथे। अर्का प्रतिवादी टिकाराम विक काठमाडौँ उदयपुर चल्ने रुटको टिकट काउन्टरमा काम गर्थे। उनको मासिक तलब 15,000 रुपियाँ थियो। उनी परिवारसहित ललितपुरको बालकुमारी बस्दै आएका छन्। उनले पनि असही रायलाई लाठी चिरपटले हान्दै हत्या गरेर प्रहरीको ढाल तथा कार्टुनले छोपेर छाडेका थिए। यस्तै महाराजगञ्जबाट प्रहरीको हत्या लुटपाटमा पनि उनको संलग्नता देखिएको प्रहरीको दाबी छ। विक र पौडेललाई आइतबार अदालतले कारागार चलान गरेको हो। यसअघि प्रहरी जवान उत्तम सिंह थापाका हत्या आरोपमा 2 जनालाई शुक्रबार थुनामा पठाउन आदेश भएको थियो। जवान थापाको हत्या आरोपमा काभ्रेपलाञ्चोकको रोसी गाउँपालिका 9 राजबास घर भई हाल बालुवाटारमा डेरा गरी बस्ने 28 वर्षका युवराज काप्छिकी र मकवानपुरको थाहा नगरपालिका 7 बतासी घर भई काठमाडौँको चन्द्रगिरी बस्ने 21 वर्षका सोनाम तामाङ बुद्धिलाल थिङ पक्राउ परेका थिए। बिहिबार अदालतमा मुद्दा दर्ता भएको थियो। शुक्रबार उनीहरूलाई थुनामा पठाउन आदेश भएको हो। उनीहरूले प्रहरी वित्त महाराजगञ्जमा कार्यरत जवान 28 वर्षका उत्तम थापाको हत्या गरेको आरोप छ। थापा 2073 सालदेखि नेपाल प्रहरीमा कार्यरत थिए। भदौ 24 गते जवान थापा सादा पोसाकमा ड्युटीमा खटिएका थिए। जेएनजी आन्दोलनकारीहरूले उनलाई प्रहरी कार्यालयको पछाडि लगेर क्रूर ढङ्गले आक्रमण गरी हत्या गरेका थिए। त्यसपछि पनि उनको शव प्रदर्शनकारीहरूले घिसारेर सडकमा फालिदिएका थिए। पछि नेपाली सेनाको टोलीले शव प्रहरी अस्पताल महाराजगञ्जमा लगेको थियो। मृतकका काका ईश्वर सिंह थापाले आफ्नो भतिजको हत्या आरोपीको पहिचान गरी कारबाही गर्न प्रहरीमा जाहेरी दिएका थिए। आरोपितहरूले प्रहरी समक्ष बयानमा हत्यामा संलग्नता स्वीकार गरेका छन्। युवराज काप्छिकी मासु पसलमा डेलिभरीको काम गर्ने गरेको पाइएको छ। उनले प्रहरी कार्यालय तोडफोड गर्दै आगजनी गरेको, हिरासतभित्र रहेका थुनुवा भगाएको, प्रहरीलाई फलामको रड, लाठी, चिरपट, गुलेली, ह्याम्बर, चक्कु, खुकुरी लगायतले आक्रमण गरेको बयान दिएका छन्। उनले प्रहरी कार्यालयबाट विभिन्न सामानहरू चोरी गरेको पनि पाइएको छ। अर्का प्रतिवादी बुद्धिलाल थिङ टोखामा राजीव केसीले सञ्चालन गरेको बर्दस रेस्टुरेन्ट एन्ड स्नुकर हाउसमा कुकको काम गर्थे। उनले पनि प्रहरीलाई कुटपिट गरी हत्या गरेको बयान स्वीकार गरेका छन्। प्रहरीले भिडियोका आधारमा उनीहरूलाई पक्राउ गरेको थियो। प्रहरीको हत्यापछि उनी रेस्टुरेन्टमै लुकीछिपी बस्दै आएका थिए। आफूले प्रहरी कुटपिट गरी हत्या गरेको भिडियो उनी आफैले पनि बनाएका थिए। यस्तै उनी समेतले प्रहरीलाई महाराजगञ्ज वित्तभित्र थुनेर आगो समेत लगाएका थिए। पछि नेपाली सेनाको हेलिकप्टरबाट 22 प्रहरीको उद्धार गरिएको थियो। उनीहरूलाई ज्यान सम्बन्धी कसुर, आपराधिक उपद्रव र एकीकृत कसुरतर्फ पनि कारबाही गर्न सरकारी वकिल कार्यालयले माग गरेको छ। यी कसुरमा जीवित रहेसम्म कैद सजाय माग गरिएको छ। यस्तै पीडित परिवारलाई क्षतिपूर्ति भराइदिन पनि माग गरिएको छ। यो कसुरमा अन्य व्यक्तिको संलग्नता खोलेमा पक्राउ परेका बखत पुनः पेश गरिने अभियोग पत्रमा उल्लेख छ। तपाईलाई हाम्रो युट्युब च्यानल स्टोरी एभ्रिवन सब कथा कस्तो लाग्छ, कुनै सल्लाह सुझाव र प्रतिक्रिया भएमा कमेन्टमा लेख्न नबिर्सिनुहोस्। लाइक, कमेन्ट र सेयर गरिदिनुहोस्। सब्स्क्राइब र बेल आइकनलाई पनि थिच्न नभुल्नुहोला। हामी भने तपाईमाझ फेरि पनि ताजा अपडेटका साथमा उपस्थित हुने नै छौँ। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्कार।